श्रीमती हत्याको आरोपमा पक्राउ परेका नेपाली ब्रोलाई जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालत काठमाडौँमा गरियो मुद्दा दर्ता। सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिन नमाग्दा श्रीमतीको हत्या गरेको नेपाली ब्रोको स्वीकार। दर्शकबिन, श्रीमती हत्याको आरोपमा नेपाली ब्रो भनिने कुमार थापा विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको छ। श्रीमती ईश्वरी भुजेललाई लखेटे क्रूर तरिकाले हत्या गरिएकोमा उनी विरुद्ध जन्मकैदको सजाय माग गरिएको छ। कुमार थापा अर्थात् नेपाली ब्रो सहित उनकी प्रेमिका प्रतीक्षा आचार्य, भाइ विक्रम थापा मगर र साथी पूजन थापा छेत्रीलाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूले समेत हत्या गर्न उक्साएको आरोपमा कडा सजायको माग गरिएको छ। गत जेठ 22मा नेपाली ब्रोले चक्कुले घाँटी रेटेर श्रीमतीको हत्या गरेका थिए। यस्तो छ, नेपाली ब्रोले श्रीमती ईश्वरी भुजेलसँग प्रेम गर्दादेखि हत्या गर्दासम्म के भएको थियो भन्ने विषयमा प्रहरी र अदालत सामु दिएको बयानको फेरिस्त। श्रीमतीलाई कसरी तडपाई मारेको थियो भन्ने विषयमा नेपाली ब्रोले दिएको बयान अन्तिममा रहेकाले कृपया भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। नेपाली ब्रोले बयानमा भनेका छन्, मेरो जन्म नुवाकोटमा भई बाल्यकालको शिक्षा दीक्षा गाउँघरमै भई नुवाकोट स्थित घरमा बस्दै आइरहेकोमा करिब 2061-62 सालतिर नेपाली सेनाको अन्य दर्जामा भर्ती भएको थिएँ। 6 महिनाको आधारभूत तालिम सकिसकेपछि सिंहदरबार स्थित ब्यान्ड गुल्मामा बिगुल तालिम गर्ने बेलामा निज ईश्वरी भुजेलसँग चिनजान भएको थियो। सो समयमा निज ईश्वरी भुजेल सिपाही दर्जामा कार्यरत थिइन्। बिगुल तालिममै हुँदा निजसँग माया प्रेम बसी मैले प्रेम विवाह गरेको थिएँ। विवाह गरेको केही महिनापछि म तालिम सकि आफ्नो छाउनी स्थित रेन्जरगढमा गइसकेपछि साथीभाइहरूले मैले निज ईश्वरी भुजेलसँग विवाह गर्नु पूर्व निज कसैसँग 1 वर्ष लिभिङ टुगेदरमा बसेको भन्ने कुरा सुनाए। साथीभाइहरूले लिभिङ टुगेदरमा बसेको कुरा सुनाएपछि तनावमा भएपछि 6 नम्बर बाहिनी अड्डा बैरेनी धादिङमा सरुवा मिलाई गएको थिए। श्रीमती ईश्वरी भुजेल पहिले लिभिङ टुगेदरमा बसेको कुरा सुने तापनि विवाह गरिसकेकोले सुनेको कुराको भरमा त्यति धेरै चासो दिइन। करिब 6-7 वर्ष जति जागिर खाइसकेपछि नेपाली सेनाको जागिर छोडी उपदान आएको रकम र अरू आफूसँग भएको पैसाले काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर 6 पैउटारमा हाल घर रहेको घडेरी किनी निज ईश्वरी भुजेलको नाममा गरेको थिए। मेरो जेठो छोरा जेनिस थापाको जन्म भइसकेपछि 10-12 वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा गई आजभन्दा करिब 5 वर्ष पहिले नेपाल आएको थिए। त्यसपछि कान्छो छोरो इवान थापाको जन्म भएको थियो। नेपाल आइसकेपछि रेस्लिङ खेल खेल्नुका साथै सामाजिक सञ्जाल टिकटकमा सक्रिय भई नेपाली ब्रोको नामले भाइरल भएको थिए। म टिकटक तथा सामाजिक सञ्जालमा भाइरल भइसकेपछि मेरा थुप्रै फलोअर्स भए। भाइरल हुनुका साथै रेस्लिङ खेल खेल्न विदेशमा समेत गएको थिए। सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न मानिसहरूसँग चिनजान तथा भेटघाट हुन थाल्यो, जसमध्ये थुप्रै केटी साथीहरूसँग पनि भेटघाट चिनजान भएपछि मैले भ्युज बढाउनका निमित्त विभिन्न केटीहरूसँग विभिन्न प्रकारका भिडियोहरू अपलोड गर्ने गरेको थिएँ। मैले केटीहरूसँगका विभिन्न किसिमका भिडियोहरू सामाजिक सञ्जालमा अपलोड गरेपछि श्रीमती ईश्वरी भुजेललाई मन परेन र निजले अनेक शङ्का उपशङ्का गर्न थालेपछि हामीबीच मनमुटाव, वाद विवाद एवं पारिवारिक कलह सुरु भएको थियो। पारिवारिक कलह भए तापनि पुनः मेलमिलाप गरी सँगै बस्दै आइरहेका थियौँ। श्रीमती ईश्वरी भुजेलले सेनाको नोकरी तथा शान्ति सेनामा गई केही रकम कमाउनुका साथै मैले समेत सामाजिक सञ्जाल मार्फत एवं विज्ञापन गरी रुपियाँ पैसा कमाई पैउटारमा घर बनाई सँगै बस्दै आइरहेका थियौँ। केही समयपछि मैले पनि निज श्रीमती ईश्वरी भुजेलको पनि कसैसँग गलत सम्बन्ध रहेको भन्ने सुने। त्यसपछि म पनि निज श्रीमतीलाई शङ्का उपशङ्का गर्न थालेपछि हामीबीच झनै मनमुटाव भइरहेको अवस्थामा करिब 2 वर्ष पहिले यसै मुद्दामा थुनामा रहेकी प्रतिवादी प्रतीक्षा आचार्यसँग सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भई फोन नम्बर समेत आदान प्रदान भई कुराकानी एवं भेटघाट समेत हुन थाल्यो। त्यसपछि मैले निज प्रतीक्षा आचार्यलाई मैले मेरो रेस्लिङ खेलका लागि इभेन्ट म्यानेजरको रूपमा नियुक्ति गरी इभेन्ट चलाउँदै आइरहेकोमा निज प्रतीक्षा आचार्यसँग हिमचिम बढेपछि माया प्रेम बस्यो।
हामीहरू एक अर्कालाई माया गर्न थाल्यौँ। विभिन्न ठाउँमा घुमघाम गर्नुका साथै शारीरिक सम्बन्ध समेत राख्ने गरेका थियौँ। सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गर्ने क्रममा निज प्रतीक्षा र मेरो भिडियोमा मेरो डक्टर गर्लफ्रेन्ड भनी पोस्ट गरेपछि 2082 सालको जेठ असारतिर श्रीमती ईश्वरी भुजेलले थाहा पाई प्रहरी विरुद्ध बालाजुमा उजुरी गरी हामी दुवै पक्ष बसी अब उपरान्त यस्तो गल्ती नदोहोऱ्याउने भनी मिलापत्र गरेका थियौँ। म र प्रतिवादी प्रतीक्षा आचार्यबीच माया प्रेम बसेकोले हामी पुनः भेटघाट कुराकानी गर्न थालेपछि सो कुरा श्रीमती ईश्वरी भुजेलले थाहा पाई आजभन्दा करिब 1-2-2.5 महिना पहिले श्रीमती, छोरा, मेरो घरमा काम गर्ने केटी र निजहरूले एकजना अर्को मानिस मिली मलाई कोठामै कुटपिट गरेका थिए। कुटपिट गरिसकेपछि मैले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकोमा प्रहरी परिसर काठमाडौँमा हामी दुवै पक्षलाई झिकाई छलफल गरी अब उपरान्त मैले र प्रतीक्षा आचार्यले भेटघाट नगर्ने, कुनै सम्बन्ध नराख्ने भनी कागज गरी मिलापत्र गरेका थियौँ। साथै घरको भुइँतलाको फ्ल्याटमा म बस्ने र माथिल्लो फ्ल्याटमा निज श्रीमती ईश्वरी भुजेल र बच्चाहरू बस्ने सल्लाह भई सोही बमोजिम बस्दै आइरहेका थियौँ। तर हामी बीच बोलचाल नै बन्द भएको थियो। सो समयसम्म प्रतिवादी प्रतीक्षा आचार्य र म बीच प्रेम सम्बन्ध रहेको कुरा सर्वत्र हल्ला भइसकेपछि पनि हामीहरू पुनः भेटघाट तथा कुराकानी गर्न थाल्यौँ। करिब 1 वर्ष पहिले होला म र प्रतिवादी प्रतीक्षा आचार्य घुमघाम तथा बस्न भनी जिल्ला नुवाकोट स्थित मेरो घरमा गएका थियौँ। सो समयमा मेरी आमा बिन्दा कुमारी थापा बिरामी भई काठमाडौँ स्थित बहिनी रोजिना थापाको घरमा बस्नुहुन्थ्यो। घरमा बुवा जितबहादुर थापा मात्र हुनुहुन्थ्यो। मैले निज प्रतिवादी प्रतीक्षा आचार्यलाई नुवाकोट घरमा लिए गएको कुरा थाहा भएको केही दिनपछि 2082 साल साउन महिनातिर मेरी श्रीमती ईश्वरी भुजेलले प्रहरी विरुद्ध बालजुमा मेरो नाममा वैवाहिक करणी सम्बन्धी कसुर मुद्दा दिए म अनुसन्धानको क्रममा पक्राउ परी प्रस्तुत जबरजस्ती करणी मुद्दामा सम्मानित जिल्ला अदालत काठमाडौँमा दायर भई रु 50,000 धरौटीमा छुटी हाल मुद्दा विचाराधीन अवस्थामा छ। निज श्रीमती ईश्वरी भुजेलले मेरो नाममा वैवाहिक करणी मुद्दा दायर भइसकेपछि हामीहरू सम्बन्ध झन चिसिएको थियो र मैले प्राय घर नै जान छोडेको थिएँ। यसरी मुद्दा विचाराधीन अवस्थामा रहेकोमा मैले निज श्रीमती ईश्वरी भुजेललाई अदालतमा बकपत्र तथा पेशीमा होस्टाइल भइदेऊ, मुद्दा मिलाउँ, अब मिलाउँ भनी पटक पटक भन्दै आइरहेको थिएँ। निजले नमाने पुनः काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दायर गरिन्। मैले बालबच्चाहरू भएका कारण सम्बन्ध विच्छेद गर्न मन्जुरी छैन भनी प्रति उत्तर फर्काई हाल सम्बन्ध विच्छेद मुद्दा समेत सम्बन्धित काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ। यसरी श्रीमती ईश्वरी भुजेलले मुद्दा दिई विचाराधीन भइरहेको अवस्थामा निजले मुद्दा फिर्ता लिए मिलापत्र होस् भन्ने मेरो मनाशय रहेकोमा करिब 1 महिनादेखि प्रतिवादी प्रतीक्षा आचार्यले समेत भेटघाट गरेकी थिइनन्। तर हामीहरू फोनमा कुराकानी भइरहन्थ्यो। मैले निज प्रतिवादी प्रतीक्षा आचार्यले पनि अब सम्बन्ध नराख्ने, भेटघाट नराख्ने जस्तो आशयले टेलिफोन गर्ने गरेकी थिइन्। यसै क्रममा मिति 2083 साल जेठ महिनाको 12 गतेका दिन श्रीमती ईश्वरी भुजेलले सम्मानित अदालतमा दायर गरेको वैवाहिक करणी तथा सम्बन्ध विच्छेद लगाऊ मुद्दामा पेशी तोकिएको थियो। मुद्दा मिलापत्रको लागि भेटी कुराकानी गर्न भनी सो दिन बिहान अन्दाजी 9 बजेतिर निज श्रीमती ईश्वरी भुजेल कार्यरत सैनिक ब्यान्ड गुल्म नारायण हेटीको गेटमा गएको थिएँ। गेटमा गई गेटमा रहेको ड्युटी मार्फत निज श्रीमती ईश्वरी भुजेललाई बोलाउन लगाउँदा गेटको ड्युटीमा खटिएको सिपाहीले भित्र जानुहोस् भनी भनेकोमा मैले गाडीमा हाल बरामद हुन आएको चक्कु बोकेकाले गाडी लिई सैनिक गुल्मभित्र पसेन। टेलिफोन गरौँ भने निज श्रीमतीले टेलिफोनमा कुरा गर्न छोडेकी थिइन्। त्यसपछि म फर्किएँ। बबरमहल स्थित काठमाडौँ जिल्ला अदालतमा गएँ। म अदालतमा पुगी करिब 12 बजेसम्म कुरी बसेकोमा निज श्रीमती ईश्वरी भुजेल अदालतमा आइनन्। त्यसपछि मैले जिल्ला काठमाडौँ स्थित बालाजुमा धनेश्वर अटोमोबाइल्स प्राली नामक रिकन्डिसन हाउस सञ्चालन गरी बस्ने प्रतिवादी साथी पूजन थापा छेत्रीलाई फोन गरी निजको रिकन्डिसन हाउसमा गएँ। केही बेर गफगाफ गरी बस्यौँ। मलाई कीर्तिपुरमा खेलकुद कार्यक्रममा अतिथिको रूपमा बोलाइएकाले म र प्रतिवादी साथी पूजन थापा छेत्री कीर्तिपुर गई कार्यक्रममा सहभागी भई बेलुकी अन्दाजी 4 बजेतिर पुनः निजको बालाजु स्थित रिकन्डिसन हाउसमा आयौँ। मेरो चिन्जानको साथी सुमन थापा पनि त्यहाँ आएको रहेछन्। निज सुमन थापाले खाजा खान जाउँ भनेपछि मेरो कार मैले चलाई प्रतिवादी पूजन थापा छेत्री र सुमन थापा सवार भई
मड्कुतर्फ गई हाल मलाई नाम यकिन नभएको खाजा घरमा गई खाजा खाई पुनः प्रतिवादी पूजन थापाको रिकन्डिसन हाउसमा आई कफी खाई म जिम जान्छु भनी बेलुकी अन्दाजी 7:30 बजेतिर निस्केको हुँ। जिम जान्छु भनी निस्केता पनि समय हेर्दा ढिलो भइसकेकाले जिम के जानु भनेर सिधै पैँटार स्थित घरमा गएको थिएँ। केही बेर घरमा बसी काम गर्ने केटीलाई ईश्वरी मेम खै त भनी सोद्धा निजले केही बोलिनन्। पछि कान्छो छोरो इभान थापालाई केही बेर खेलाउँछु डुलाउँछु लिएर आऊ भन्दा निजले ढोका बन्द गरिदिइन्। छोरोलाई भेट्न दिइनन्। निज काम गर्ने केटीसँग केही बेर वाद विवाद हुँदै गर्दा निज काम गर्ने केटी सुहाना तामाङले पुनः रेप केसमा पर्लास्नी भनी मलाई भनेपछि मलाई साह्रै रिस उठेको थियो। म घरमा गएको कुरा जेठो छोरो जेनिस थापाले थाहा पाई सोही समय मलाई फोन गरी तुरुन्त घर छाड, आमाको घर हो त त्यो घरमा किन आएको भनी नराम्रो बोलेपछि मलाई झनै रिस उठेको थियो। म तनावमा आई घरबाट सिधै पार्किङ गरी राखेको ठाउँमा मेरो कार निकाली रिसको सुरमा ठमेलतर्फ आउँछु भनी मेरो BAC 0344 नम्बरको किया कम्पनीको हरियो कार चलाई आउने क्रममा पैँटार बस्नेतटार सडक खण्ड हुँदै आउने क्रममा पैँटारको उकालो पुगेको बेला गाडी स्पिड कम तथा लाइट डिम थियो। म घरमा काम गर्ने केटी र छोरोले बोलेको कुराले रिसमा हुनुको साथै अदालतको पेशीको दिन श्रीमती ईश्वरी भुजेल नआएकाले तनावमा गाडी चलाई गइरहेको थिएँ। विपरीत दिशाबाट मेरी श्रीमती ईश्वरी भुजेल स्कुटर चलाई आउँदै गरेकी रहेछन्। निज श्रीमती ईश्वरी भुजेल ड्युटी सकेर घर आउन लागेको कुरा थाहा पाएँ। निजले मैले चलाएको कारदेखि हाल मलाई नाम थर थाहा हुन आएको राजु भट्टराई भन्ने मानिसको घरतर्फ अर्थात् घटनास्थलतिर जाने बाटोतर्फ स्कुटर मोडिन्। मैले पनि निज श्रीमतीले चलाएको स्कुटर मार्फत निजलाई चिनिहालेँ। म गाडीबाट झरी गाडीमा मैले सधैँ बोक्ने बटनवाला धारिलो चक्कु निकाली गोजीमा राखी निज श्रीमती ईश्वरी भुजेललाई पिछा गर्दै गएँ। सो बाटोको अन्तिमतिर घर भएकाले बाटो त्यहाँसम्म मात्र रहेछ। निज श्रीमती ईश्वरी भुजेलले स्कुटर रोकी घरको वालतर्फ गएकोमा मैले पछाडि गोजीबाट चक्कु निकाली हातमा चक्कु समाई समात्न खोज्दा निज श्रीमती ईश्वरी भुजेलले प्रतिकार गर्न खोजिन्। त्यसपछि मैले निजलाई पछाडिबाट समाई हातले अँगालो मारे जस्तो गरी नियन्त्रणमा लिई मैले साथमा बोकेको धारिलो चक्कुले निज श्रीमती ईश्वरी भुजेलको घाँटी रेटी सोही स्थानमा मरिन् भनी छोडी त्यहाँबाट हिँड्दै गाडी भएको ठाउँतर्फ आई वारदातमा प्रयोग गरेको चक्कु गाडी रोकेको ठाउँ नजिकै बाटो छेउमा फाली आफ्नो कार चलाई बालाजुतर्फ आएको हुँ। गाडीलाई बालाजु चामती स्थित सडक छेउमा छाडी प्रहरी कार्यालयतर्फ आउने क्रममा पक्राउ परेको हुँ। अनुसन्धानको क्रममा मैले वारदातमा प्रयोग गरेको चक्कु मेरो रोहबरमा चक्कु समेत बरामद भएको हो। श्रीमती ईश्वरी भुजेलको चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेकोमा कानुन बमोजिम सोहन भोग्न मन्जुर छु। प्रस्तुत वारदातमा अन्य प्रतिवादीहरू कसैको पनि संलग्नता छैन। प्रतिवादी पूजन थापा छेत्रीको बालाजु स्थित रिकन्डिसन हाउसमा म र प्रतिवादी प्रत्यक्ष आचार्य गइरहने र मैले निजको रिकन्डिसनमा रहेको गाडीको भिडियो बनाई टिकटकमा हाल्ने गरेको थिएँ र प्रतिवादी पूजन थापा छेत्री विक्रम थापा मगर मेरो र प्रत्यक्ष आचार्यको सम्बन्धको बारेमा जानकार भएका मानिस हुन्। प्रतिवादी विक्रम थापा मेरो सहोदर भाइ हुन्। निज प्रतिवादीहरूको प्रस्तुत वारदातमा संलग्नता छैन। मिसिल संलग्न CCTV फुटेजमा देखिएको कारबाट झरी पैदल हिँडी स्कुटरमा सवार महिलाको पछि जाने र फर्की आई गाडीमा चढी गोजीबाट केही चिज निकाली फालेको जस्तो देखिने मानिस मै हुँ। स्कुटरमा सवार महिला मेरी श्रीमती ईश्वरी भुजेल हुन्। सो फुटेज वारदात समयको फुटेज हो। मैले श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गर्ने बेला र चक्कु प्रहार गरिसकेपछि चक्कु फाली आफ्नो कारमा चढी आउने बेलाको CCTV फुटेज हुन्। नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँमा यस्तो बयान पेश गरेको छ।